हेलो गाइस, नमस्ते। हाम्रो चाहिँ आज आरएनबी क्याफेमा 150 प्लेट चाउमिन बन्दैछ। हजुरहरूलाई पनि यस्तै मिठो चाउमिन खानु पर्यो भने आरएनबी क्याफेलाई सम्झन सक्नुहुनेछ। उहाँहरू दुईजना सेफहरू बनाउँदै हुनुहुन्छ भने हाम्रो छोरछोरी चाउमिनहरू चाहिँ बनिसकेको छ। यहाँ हेर्न सक्नुहुनेछ, अरू चाहिँ बन्दैछ गाइस। 150 प्लेट चाउमिन बनाउनलाई चाहिँ तपाईँको 1-1.5 घन्टा लाग्छ। 20-25 प्लेट चाहिँ बनिसकेको छ। हाम्रो चाहिँ आरएनबी क्याफेको लोकेसन चाहिँ रहेको छ सुकेधारा कपन निलोपुल र डुम्बराईमा पनि रहेको छ। हजुरहरू जहाँ नजिक हुन्छ त्यही आउन सक्नुहुनेछ। यस्तै मिठो मिठो चाउमिनहरू, मोमो, पिज्जाहरू खानु परेमा। त्यसपछि यस्तो मिठो हेर्दै खाउँ लाग्ने चाउमिन बनेको छ। हेर्नु आऊ, यस्तै ह्यान्डसम सेफको हातबाट चाउमिनहरू खाने भए गाइस आरएनबी क्याफेलाई सम्झेर आउनु होला। यता बन्दैछ, यता हाम्रो काटेको भेजिटेबलहरू छ भने यता चाउमिन बनेको चाउमिन चाहिँ यहाँ छ हेर्नु। त्यसपछि बोइल चाउमिनहरू यता छ यो हरियो धनियाँ प्याज हेर्नु। हाम्रो सेफहरू कति ह्यान्डसम हुनुहुन्छ हेर्नु त। जस्तो मान्छे राम्रो हुन्छ त्यस्तै छ चाउमिन पनि हेर्नु। उहाँ चाहिँ हाम्रो सबभन्दा कान्छो सेफ आरएनबी क्याफेको। उहाँ सबभन्दा ठुलो सेफ आरएनबी क्याफेको चाहिँ। मुस्कान पनि दिनु न सेफहरू एकचोटि। उचाल्न नसकेर हेर्नु गाइस। अब तपाईँको हाम्रो एक ठाउँमा चाहिँ 5देखि 6 प्लेट पाकिराखेको छ भने अर्कोमा पनि त्यति नै पाकिराखेको छ। यस्तो मिठो चाउमिन खान छिट्टोभन्दा छिटो तपाईँहरू आरएनबी क्याफे आउनु होला। डुम्बराई र कपन निलोपुलमा रहेको छ। चाउमिन, मोमो, पिज्जाहरू पनि बन्छ हाम्रोमा, आउनु होला। बाई। अरू बाइकी चाहिँ अर्को भिडियोमा है।